फाइनली साथीहरू म चाहिँ अहिले ठ्याक्कै भन्नु पर्दाखेरि यो चिसाङ झोलुङ्गे पुल कहाँको भन्नु पर्दाखेरि चाहिँ यो चाहिँ लेटाङ भन्ने ठाउँमा म आइसकेको छु। लेटाङको यो झोलुङ्गे पुल यो चिसाङ खोलाको झोलुङ्गे पुल हो। एकदमै पुरानो झोलुङ्गे पुल हैन। पहिला विगतका समयहरुमा म चाहिँ एकदमै धेरै यो ठाउँमा आएको थिएँ अनि अहिले चाहिँ यस्तो भइसकेको रहेछ यो झोलुङ्गे पुल चाहिँ। यहाँ तपाईहरुले देख्न सक्नुहुन्छ हैन। अनि एकदमै राम्रो लाग्यो मलाई चाहिँ। हेर्नुस् न साथीहरू अनि खोला पनि पुरा सरलङ लङ 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 बगिरहेको छ अनि एकदमै दामी लाग्यो। हेर्नुस् न वाउ जोस दामी रहेछ हौ यहाँनेरि झोलुङ्गे पुल चाहिँ नि। अहिले चाहिँ साथीहरू अब यो लेटाङको झोलुङ्गे पुल वारपार गरिसकेर चाहिँ म चाहिँ अब फर्किँदैछु साथीहरू। यो बाटोमा हिँड्दैछु। अब एकदम गर्मी भयो यो उकालो चढ्दाखेरि चाहिँ साथीहरू हैन। अनि हाम्रो अमेरिकाबाट आउनुभएको दुईजना दाइ र भाउजू हुनुहुन्छ। उहाँहरूलाई चाहिँ मैले यहाँ घुमाएर चाहिँ फर्काएको। उहाँहरू चाहिँ अगाडि गइसक्नु भएको छ। यहाँ तपाईहरुले देख्न सक्नुहुन्छ अगाडि। हेर्नुस् जाँदै हुनुहुन्छ उहाँहरू चाहिँ। अनि एकदम रमाइलो भयो। जोस् अब जाँते पनि घुम्यौँ। जाँते पछाडि लेटाङ घुमेर अनि उहाँहरूको पहिलाको जोस् अविस्मरणीय क्षणहरू रहेछ। यो ठाउँमा घुमेको भोगटेनी गएको हैन। अनि एकदमै ह्याप्पी हुनुभयो उहाँहरू पनि। चिसाङ खोला पार गर्दैछौँ हामी चाहिँ।